एसियाकै सबैभन्दा ठूलो मल फ्याक्ट्री नेपालमा बन्दै चीनले गर्दैछ अर्बौं लगानी। चिनिया राष्ट्रपति सी जिनपिङले नेपाललाई दिए यति ठूलो खुसीको खबर। नेपालमा नै मल फ्याक्ट्री बन्ने भएपछि छिमेकी राष्ट्र भारतमा तरङ्ग। कति लगानीमा बन्दैछ यति ठूलो मेगा प्रोजेक्ट? कति मेट्रिक टन उत्पादन गर्न सक्छ युरिया मल? हेर्नुहोस् पुरा भिडियो। सुविधा हुनुहोस्, सुरु गरौँ आजको मुख्य विषयवस्तु सुरु गर्नुभन्दा पहिला तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ जस्ताको तस्तै कमेन्ट गर्नुहोला र हाम्रो भिडियोको मेहनतका लागि एक लाइक गरी जतिसक्दो शेयर गरी सारा नेपालीसम्म पुर्याइदिनु होला। चीनले नेपालमा मल कारखाना खोलेर ठिक गर्यो भन्नेले यस लेख्नुहोला, जे थियो पहिलाकै ठिक थियो, भारतबाटै ल्याइरहेकै थियो नि भन्नेले नो लेखेर कमेन्ट गर्नुहोला। आउनु सुरु गरौँ आजको मुख्य विषयवस्तु। नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि अन्तर्राष्ट्रिय चासो बढ्दै गएको पाइएको छ। रासायनिक मल कारखाना स्थापनाका लागि पछिल्लो समय चीन सरकारले समेत चासो देखाएको छ। यसअघि मलेसिया, जर्मनी, भारतले पनि नेपालमा मल कारखाना खोल्ने चासो नदेखाएका पनि होइनन्। गत साउन 26 गते नेपालका लागि चीनका राजदूत साङसिङले मल कारखाना स्थापनाका लागि चीन सरकार अघि बढेको बताएका छन्। तर औपचारिक रूपमा भने मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा चीनबाट प्रस्ताव नआएको बोर्डका एक अधिकारीले बताएका छन्। मैले सञ्चार माध्यमहरूसँग र चिनिया समाचारहरूसँग चीन सरकारले मल कारखाना खोल्ने बारे भनेको हुँ र सुनेको पनि हुँ, तर मेरो टेबलमा लिखित प्रस्ताव आइपुगेको छैन, ती अधिकारीले भने। मैले नै मलको बारेमा हेर्दैछु। हालसम्म मलेसिया, जर्मन र भारतको लगानी प्रस्ताव आएको छ। त्यो वर्ष दिन पहिलाको कुरा हो, तत्काल अहिले प्रस्ताव आएको छैन। तर चीनले भने आफ्नो प्रक्रिया अगाडि बढाइसकेको र मल कारखाना खोल्नका लागि काम समेत अघि बढाएको बताएको छ। चीनले नेपालमा अत्यन्तै ठूलो मात्रामा मल फ्याक्ट्री खोल्ने प्रस्ताव ल्याउन लागेको चिनिया एक एजेन्सीले बताएको छ। त्यहाँको अनुसार नेपालमा कति मेट्रिक टन मल उत्पादन गर्ने गरी कम्पनी खोल्न लागि छ भन्ने यथाशीघ्र थाहा नभए पनि उनले भने नेपालमा एसियाकै सबैभन्दा ठूलो युरिया मल फ्याक्ट्री खोल्न लागेको चीनले बताएका छन्। 2080 जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले रासायनिक मल कारखानाका लागि सहयोग गर्ने विषय बाहिरिएको थियो। त्यसबारे प्रस्ताव पेश भए पनि लगानी बोर्डले माग गरे अनुसार कागजात पूरा गर्न नसक्दा सो प्रस्ताव अघि बढ्न नसकेको बोर्डका अधिकारी निशा त्रिपाठीले बताएका छ। गत वर्ष 2080 साल असार 28 गते रासायनिक मल कारखानाका लागि जर्मनीसँग अर्को सम्झौता भएको थियो। बोर्ड र जर्मनको डिआइजी इन्डस्ट्रिज जीएम बीच नेपालमा रासायनिक मल कारखानाका स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न साझेदारी समेत भएको थियो। लगानी बोर्डका पूर्व सल्लाहकार तथा औद्योगिक इन्जिनियरिङ अजित राज पौडेलले सम्भवतः अध्ययन रिपोर्ट चालू आर्थिक वर्षमा सो कम्पनीले दिने समेत सम्भावना रहेको बताएका छन्। रासायनिक मल कारखानाको विषय करिब 6 वर्ष काम गरेको पौडेलले सो कम्पनीले प्राकृतिक ग्यास, विद्युत प्रयोग गरी हाइड्रोजन निकालेर मल उत्पादन गर्न अध्ययन गरिरहेको बताएका छन्। त्यससँगै ग्यास र विद्युत प्रयोग गरेर हाइब्रिड प्राविधिक टोलीबाट मल उत्पादन गर्ने बारे अध्ययन भइरहेको समेत उनले बताएका छन्। नेपाली किसानका लागि अब मलको राहत भने आउने भएको छ। चीन, जर्मन लगायतका देशहरूले नेपालमा नै मल फ्याक्ट्री खोल्ने भएपछि नेपाली किसानहरू अब घण्टौंसम्म लाइन बसेर मल पाउने नपाउने यकिन नहुँदा पनि लाइन बस्नुपर्ने यो अवस्था भने अन्त्य भएको बताइएको छ। सो अध्ययनको पूर्ण रिपोर्ट आइसकेपछि नेपालमा रासायनिक मल कारखाना सञ्चालनका लागि 3वटा प्राविधिक मध्ये कुन उपयुक्त हुने भन्ने बारे निर्क्युल गर्न सकिने उनले बताएका छन्। नेपालमा रासायनिक मल कल कारखाना सञ्चालनका लागि प्राकृतिक ग्यास खरिद गर्नुपर्छ, जसका लागि भारतबाट ल्याउन सकिन्छ। तर भारतले पनि अन्य राष्ट्रसँग नेपालका लागि खरिद गरिदिनु पर्ने हुन्छ। उनले भने दुई देशको मात्र कुरा होइन, भारतले पनि बाहिरबाट ल्याउने हो। तर त्रिपक्षीय राष्ट्रको विषयमा भए सम्भव नै नभए पनि यसले ठूलो काम गर्न सक्दैन। यो प्रविधिबाट सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली 2077 को व्यवस्था अनुसार डीआईएजी को प्रस्ताव आधारमा लगानी बोर्डले 2078 चैत 17 मा सम्पन्न 50औं बैठकले अध्ययन अनुमति पत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै प्रस्तावित
सँग गरिने सम्झौता पत्रको मस्यौदा 2079 चैत 30 गतेमा सम्पन्न लगानी बोर्डले 53औं बैठकबाट स्वीकृति समेत भइसकेको छ। समझदारी पत्रको प्रावधान जोखिम र त्यस बमोजिम प्रस्ताव DIAGले अनुमति प्राप्त गरेको 24 महिनाभित्र अध्ययनको पूर्ण रिपोर्ट बोर्डलाई बुझाइसकेको छ। यो आर्थिक वर्षभित्र सो कम्पनीले अध्ययन प्रतिवेदनलाई काममा परिणत गर्ने पनि बताएको छ। सो 3 प्रविधिहरूमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक 7 लाख टन रासायनिक मल युरिया उत्पादन गर्ने चीनले प्रस्ताव गरेको छ। उल्लेखित प्राविधिक र क्षमताको रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर 714 मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान समेत गरिएको छ। यस्तै 2080 को असोज 10 गते मलेसियाको रेनकोलो एक्सिडेन्ट BSDI लाई नेपालमा रासायनिक मल कारखाना स्थापनाका निम्ति अध्ययन गर्न सम्बन्धी साझेदारी पत्र स्वीकृत भएको थियो। यो कम्पनीले ग्रीन क्याल्सियम नाइट्रोन क्यान मल उत्पादनको विस्तृत सम्भावित अध्ययन प्रस्ताव लगानी बोर्डमा पेश गरेको थियो। सार्वजनिक निधि साझेदारी तथा लगानी नियमावली 2077 को व्यवस्था अनुसार सो कम्पनी ऊर्जाको रूपमा विद्युत शक्तिको उपयोग गरी वातावरण मैत्री प्रविधिमा आधारित भई मल उत्पादन प्रस्ताव राखेको थियो। 2079 पुष 24 गते कम्पनीले प्रस्ताव पेश समेत गरिसकेको थियो। लगानी बोर्डले 2079 चैत 30 गतेमा सम्पन्न 53औं बैठकले प्रस्तावलाई अध्ययन अनुमति पत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै प्रस्तावसँग गरिने समझदारी पत्रको मस्यौदा 2080 भदौमा सम्पन्न लगानी बोर्डको 55औं बैठकबाट स्वीकृति समेत भइसकेको छ। समझदारी पत्रको प्रावधान बमोजिम प्रस्तावले अनुमति पत्र प्राप्त गरेको 24 महिनाभित्र पूर्ण अध्ययन बोर्डलाई बुझाइ परिसकेको छ। अब धमाधम रूपमा काम अगाडि बढ्नेछ। नेपालमा ठूला मलका फ्याक्ट्रीहरू खुल्नेछन्। चीन, जर्मन र मलेसिया लगायतका ठूला राष्ट्रहरूले नेपालमा युरिया मलको फ्याक्ट्री खोल्ने निर्णय गरिसकेका छन्। चीनले भने हात अगाडि बढाइसकेको छ। ठूला मात्रामा चिनिया लगानी गरेर 7 लाख मेट्रिक टन उत्पादन हुने गरी काम अगाडि बढाइएको छ। नेपालमा युरिया मलको अत्यन्तै खपत हुने भएकाले नेपालमा युरिया मलको फ्याक्ट्री खोल्न लागि पनि चिनिया स्रोतले बताएको छ। चिनिया स्रोतका अनुसार नेपालमा फ्याक्ट्री उत्पादन भएपछि स्थानीय किसानहरूको समस्याको समाधान हुने र स्थानीय किसानले भारतसँगको त्यो लाचारीपन हेपाह प्रवृत्ति सहन नपर्ने पनि बताएको छ। चीनले भन्यो, हामी खुल्ला दिलले नेपाललाई सहयोग गर्न चाहन्छौं। नेपालले पनि लगानी जुटाउन सक्नुपर्छ। हामीले पनि आधा भन्दा बढी लगानी हामी गर्छौं र चीनबाटै लगानी गरेर धेरै मेट्रिक टन उत्पादन हुने गरी कामलाई अगाडि बढाउँछौं उनले भनेका छन्। दर्शकले आजको महत्त्वपूर्ण आकर्षक खबर तपाईलाई कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर सुनेर साथ दिनुभयो त्यसका लागि धन्यवाद। यस्तै नयाँ ताजा खोज सन्देशमूलक भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।